चाँडै जोडिन सकेन, त्यसको लागि क्षमा प्राप्त माग्न चाहन्छु आयोजक तर्फबाट र म कमेन्ट्रीको तर्फबाट। आज दोस्रो दिनको यो दोस्रो खेल रोयल नेपाल फुटसल टिम ए भर्सेस एमपीवाईसी एफसी बीच भिडन्त भइरहेको यहाँहरू सम्पूर्णमा जानकारी गर्न चाहे। खेलको दोस्रो मिनटमा छौँ हामी। निकै नै उत्कृष्ट प्रदर्शन गरिरहेका छन् यहाँ दुवै पक्षका खेलाडी टोलीहरू। यस खेलको प्रत्यक्ष प्रसारण लाइभ भने फाइनल टचबाट भएको यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छु र यस प्रतियोगितालाई सफल बनाउनका लागि सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी हात र सम्पूर्ण सहयोगी दाताहरूलाई फेरि पनि धन्यवाद ज्ञापन गर्न चाहन्छु आयोजक तर्फको टोलीबाट। यो राम्रो बल, यो राम्रो पास जसमा राख्नका लागि यदि हजुरहरू पनि कतै टुर्नामेन्ट प्रतियोगिता गर्न चाहनुहुन्छ र लाइभ स्ट्रिम पनि गर्न चाहनुहुन्छ भने हामी फाइनल टचलाई सम्झिन सक्नुहुनेछ। हाम्रो फाइनल टच फेसबुक पेजमा हजुरहरूले मेसेज गर्न पनि सक्नुहुनेछ र हजुरहरूले विभिन्न किसिमका सम्पर्कबाट पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। यहाँहरूले कहाँबाट हाम्रो प्रत्यक्ष प्रसारण लाइभ फाइनल टच युट्युब वा फेसबुक पेजमा लाइभ हेरिरहनु भएको छ सम्पूर्ण व्यक्तिहरूले कमेन्ट बक्समा कमेन्ट गरिदिनु पनि हार्दिक अनुरोध गर्न चाहन्छु र केही गल्ती भएको छ भने कमेन्ट बक्समा लेखेर कमेन्ट गरिदिनु होला र अर्को लाइभमा हामी सुधार लिएर आउनेछौँ भन्ने बाचाका साथ अगाडि बढ्नेछौँ। र हाल भइरहेको खेल एमपीवाईसी एफसी भर्सेस रोयल नेपाल फुटसल टिम ए बीच भइरहेको यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहे। रातो बिचमा हामी एमपीवाईसी एफसीलाई देख्न सक्छौँ भने सेतो जर्सीमा रोयल नेपाल फुटसल टिम एका टोलीलाई देख्न सक्छौँ। ओस्कारको यो राम्रो प्रेस, यो राम्रो स्किल, ओस्कारबाट यो राम्रो पास जर्सी नम्बर 7 का लागि हाम्रो साथी खोज्दै जर्सी नम्बर 7 ओस्कार, जर्सी नम्बर 3 जर्सी नम्बर 8 का लागि लेफ्ट ह्यान्ड साइडबाट आफ्नो साथी खोज्दै यो जर्सी नम्बर 5 का लागि राम्रो पास, यो राम्रो पास विक्रान्तका लागि हाम्रो साथी खोज्दै यहाँ गोलरक्षकका लागि पास, यो राम्रो भने रहेर राम्रो अवसर खेर फाल्न पुगेका छन् यहाँ एमपीवाईसी एफसी का खेलाडी। निकै नै राम्रो अवसर थियो तर सदुपयोग भने गर्न सकेनन् यहाँ र ओस्कारको यो फोर्टे सर्ट बाहिरिएको छ। सँगसँगै गोलकिक, क्विक प्ले, राम्रो अवसर सँगसँगै 1-1 राम्रो चान्स पाइरहेको छ यहाँ एमपीवाईसी एफसी का टोलीले तर सदुपयोग भने गर्न सकेका छैनन्। खेलको 5औं मिनटमा छौँ हामी। रोयल नेपाल फुटसलद्वारा आयोजित यो 2 दिने 7 साइड ओपन फुटसल टुर्नामेन्टको आज दोस्रो दिन निकै नै रोमाञ्चक खेलहरू भइरहेको छ। राम्रो टच भने बन्न सकेन यहाँ युवराज ढकालका लागि। राम्रो पास जर्सी नम्बर 5 का लागि राइट ह्यान्ड साइडमा पास खेल्दै आफ्नो साथीका लागि जर्सी नम्बर 7 फेरि पनि पास जर्सी नम्बर 5 का लागि रोयल नेपाल फुटसल टिम ए का खेलाडीहरू राम्रो उत्कृष्ट प्रदर्शन गरिरहेका छन् यहाँ। यस खेलको प्रत्यक्ष प्रसारण लाइभ भने रोयल नेपाल फुटसलबाट भइरहेको यहाँहरूमा जानकारी गराउन चाहन्छु र हाम्रो फेसबुक पेजमा पनि लाइभ भइरहेको छ फाइनल टच मार्फत यहाँहरू सम्पूर्ण म्याच जानकारी गराउन चाहे। राम्रो अवसर बन्न सक्छ यहाँ, राम्रो प्रहार थियो तर ब्लकआउट गर्न सफल यहाँ एमपीवाईसी एफसी का खेलाडीहरू आफ्नो साथी खोज्दै यहाँ यो राम्रो पास बन्न सकेन र यो राम्रो टच भने लिन सकेनन् यहाँ यो लामो प्रहार थियो सँगसँगै पोस्टको नजिकैबाट बाहिरिन पुग्यो। राम्रो पास जर्सी नम्बर 7 का लागि जर्सी 7 आफ्नो साथी खोज्दै राइट ह्यान्ड साइडमा युवराज ढकाल यो राम्रो पास युवराजको आफ्नो साथी खोज्दै यहाँ जर्सी नम्बर 7 का खेलाडी रोयल नेपाल फुटसल टिम ए का खेलाडी यो फल एमपीवाईसी एफसी द्वारा र यो सुनौलो अवसर रोयल नेपाल फुटसल टिम ए का लागि
यो सुनौलो अवसर यहाँ देख्न सक्छौँ हामी रोयल नेपाल फुटसल टिम ए का लागि यदि यो सदुपयोग भएको खण्डमा अग्रता लिन सक्नेछ। यो राम्रो अवसर विक्रान्तका लागि यो पावरफुल शट थियो यो सही दिशामा पनि जान सकेन विक्रान्तको प्रहार एमबीवाईसी यो राम्रो ड्रिब्लिङ राम्रो स्किल सँगसँगै राम्रो पास आफ्नो साथी खोज्दै यहाँ एमबीवाईसी एफसी का टोली यो बल यो कार्डको अपिल थियो तर कार्ड पनि देखाइएको छैन एमबीवाईसी एफसी का लागि फ्रीकिकको यो सुनौलो अवसर हामी देख्न सक्छौँ यहाँ रातो बिट्समा हामी एमबीवाईसी एफसी लाई देख्न सक्छौँ भने सेतो जर्सी सेतो पैरङमा हामी रोयल नेपाल फुटसल टिम ए लाई देख्न सक्छौँ यो पावरफुल शट राम्रो बचाउ गोलरक्षकबाट राम्रो पास हाम्रो साथी खोज्दै जर्सी नम्बर 11 निकै नै उत्कृष्ट प्रदर्शन गरेका थिए हिजोको खेलमा जर्सी नम्बर 11 ले विक्रान्तले पहिलो ह्याट्रिक पुरा गरेका थिए यस टुर्नामेन्टमा जर्सी नम्बर 19 जर्सी नम्बर 4 थ्रो इनमा हामी देख्न सक्छौँ थ्रो इन जित्न सफल यहाँ रोयल 7 यो गलत दिशामा पास दिन पुगे यहाँ र केही गल्ती गर्न पुगे यहाँ जर्सी नम्बर 7 का खेलाडी रोयल नेपाल फुटसल टिम ए का राम्रो अवसर बन्न सक्छ यो खराब टच यहाँ हामीले देख्न सक्यौँ एमबीवाईसी एफसी का टोलीले केही नियन्त्रणमा बललाई राख्न सकेका भए केही अवसर बन्थ्यो होला केही अवसर केही खतरा बन्न सक्थ्यो होला रोयल नेपाल फुटसल टिम ए का लागि यो राम्रो पास पनि बन्न सकेन र कर्नर जित्न सफल कर्नर किकमा हामी देख्न सक्छौँ यहाँ जर्सी नम्बर 5 का खेलाडी रोयल नेपाल फुटसल टिम ए युवराज ढकाल यो राम्रो स्किल पनि बन्न सकेन यहाँ युवराज ढकालका लागि जर्सी नम्बर 7 राम्रो टर्न राम्रो ड्रिब्लिङ राम्रो पास यो सँगसँगै पहिलो हाफको समाप्तिमा 4 का लागि यो राम्रो कन्ट्रोल पनि बन्न सकेन यहाँ जर्सी नम्बर 4 का खेलाडीका लागि रोयल नेपाल फुटसल टिमका यस प्रतियोगितालाई सफल बनाउनका लागि सहयोग गर्नुहुने सहयोगी हात सहयोगी दाताहरूलाई फेरि पनि धन्यवाद ज्ञापन गर्न चाहन्छु र आउँदो प्रतियोगिताहरूमा पनि यसै गरी साथ दिनुहुनेछ भन्ने अपेक्षाका साथ यहाँहरूसँग फेरि पनि धन्यवाद ज्ञापन गर्न चाहे यदि हजुरहरूलाई पनि प्रतियोगिता गर्नु छ भने यदि प्रतियोगिता उत्कृष्ट ढङ्गले लाइभ स्ट्रिमका साथ गर्न सक्नुहुनेछ यदि हामीलाई सम्पर्क गर्नुहुनेछ भने हामी फाइनल टच फेसबुक पेज च्यानलबाट पनि यहाँहरूको टुर्नामेन्टलाई यहाँहरूको प्रतियोगितालाई उत्कृष्ट ढङ्गले लाइभ स्ट्रिमका साथ अगाडि बढाउने बाचाका साथ हामीलाई सम्पर्क गरिदिनु हुन अनुरोध गर्न पनि चाहन्छौँ राम्रो पास युवराज ढकालका लागि राइट ह्यान्ड साइडबाट केही मुभमेन्ट क्रिएट गर्ने क्रममा युवराज ढकाल आफ्नो साथी खोज्दै लेफ्ट ह्यान्ड साइडमा हामी देख्न सक्छौँ जर्सी नम्बर 4 का खेलाडी जर्सी नम्बर 11 राम्रो स्किल सँगसँगै आफ्नो नियन्त्रणमा भने बललाई कब्जा गर्न सकेनन् फेरि पनि अवसर रोयल नेपालका लागि राम्रो पास लेफ्ट ह्यान्ड साइडमा विक्रान्तका लागि जर्सी 11 आफ्नो साथी खोज्दै लेफ्ट ह्यान्ड साइडमा विक्रान्त कट ब्याक गर्ने अवसर सँगसँगै यो स्कारको यो राम्रो टच पनि बन्न सकेन युवराज ढकालका लागि निकै नै उत्कृष्ट प्रदर्शन गरिरहेका छन् यहाँ दुवै पक्षका टोली खेलाडीहरू गोल किक रोयल नेपाल फुटसल टिमका लागि राम्रो पास जर्सी नम्बर 7 का लागि राम्रो टर्न सँगसँगै राम्रो ड्रिब्लिङ साथी खोज्दै यहाँ जर्सी नम्बर 5 का लागि यो राम्रो पास बन्न सक्छ गोलरक्षकका लागि पास लेफ्ट ह्यान्ड साइडमा जर्सी नम्बर 4 का लागि यो उत्कृष्ट टच उत्कृष्ट पास आफ्नो साथी खोज्दै यहाँ जर्सी नम्बर 5 का खेलाडी केही गल्ती गर्न पुगे यदि यो गल्तीको सजाय सदुपयोग गर्न सक्थे भने एमपीवाईसी एफसी ले बराबरी बनाउन सक्थ्यो युवराजका लागि कटब्याक गर्ने अवसर यो टच सँगसँगै यो राम्रो नियन्त्रण गोलरक्षक जर्सी नम्बर 15 एमपीवाईसी एफसी बाट आफ्नो साथी खोज्दै यो राम्रो टच यो राम्रो पास बन्न सक्थ्यो तर केही हेभी टच लिन पुगे
यहाँ गल्तीलाई सुधार्ने क्रममा हामी देख्न सक्छौँ एमपीवाईसी एफसी का टोली यो राम्रो पास बन्न सक्थ्यो तर विफल पार्दै यहाँ रोयल नेपाल फुटसलका टोलीहरू फेरि पनि केही खराब टस लिँदै यहाँ थ्रो इन जित्न सफल यहाँ एमपीवाईसी एफसी का टोली गोलरक्षकका लागि पास गोलरक्षक आफ्नो साथी खोज्दै राम्रो बल बन्न सक्छ सँगसँगै उत्कृष्ट गोल गोलरक्षकको खातामा राम्रोसँग ग्रिप बनाइलिन सकेनन् यहाँ गोलरक्षक एमपीवाईसी को तर्फबाट फेरि पनि गोल हालसम्मको स्कोर आए नतिजा भने एमपीवाईसी 1 रोयल नेपाल फुटसल टिम 1 निकै नै रोमाञ्चक प्रस्तुति भइरहेको छ यहाँ सम्पूर्ण विरोध पक्षका खेलाडी टोलीहरू उत्कृष्ट प्रदर्शन गरिरहनु भएको छ सँगसँगै स्कोर लाइन भने 1-1 रहेको यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छु गोलकिपरको केही गल्तीको कारणले यहाँ गोल बेहोर्नु पर्यो रोयल नेपाल फुटसलले राम्रो कमब्याक उत्कृष्ट कमब्याक एमपीवाईसी एफसी का लागि निकै नै राम्रो खेल प्रदर्शन गरिरहेका छन् यहाँ दुवै पक्षका खेलाडी टोलीहरू एमपीवाईसी का लागि थ्रो इनको अवसर देख्न सक्छौँ हामी यो राम्रो पास गोलरक्षकका लागि युवराज ढकाल यो राम्रो पास बन्न सक्छ यहाँ विक्रान्तका लागि तर केही टच भने लिन सकेनन् यहाँ विक्रान्त यो राम्रो पास लेफ्ट ह्यान्ड साइडमा आफ्नो साथी खोज्ने क्रममा यो गल्ती गर्न पुगे राम्रो नियन्त्रण सहज नियन्त्रण गोलरक्षकका लागि राम्रो पास बन्न सक्छ यहाँ फ्लाइङ कन्ट्रोल गर्न चाहन्थे तर बल आफ्नो पक्षमा भने नियन्त्रण गर्न सकेनन् यहाँ सँगसँगै थ्रो इन रोयल नेपाल फुटसलका लागि राइट ह्यान्ड साइडमा युवराज ढकाल कब्जा गर्ने अवसर यो स्लाइडिङ सेभ यो गोल लाइन सेभ पनि भन्न सक्छौँ हामी विक्रान्त यो राम्रो टच रहेन यहाँ विक्रान्तका लागि 5 यो राम्रो स्किल यो प्रहार यो लङ रेन्जर सर्ट थियो तर सही दिशामा भने पुग्न सकेन यो जस्ट नम्बर 5 रोयल नेपाल फुटसल टिम एका टोलीका लागि हालसम्मको स्कोर लाइन नतिजा भने 1-1 नै रहेको यहाँहरू सम्पूर्ण म्याच जानकारी गराउन चाहन्छु यदि हजुरहरू पनि टुर्नामेन्ट गर्न चाहनुहुन्छ प्रतियोगिता गर्न चाहनुहुन्छ लाइभ स्ट्रिम पनि गरेर उत्कृष्ट ढङ्गका साथ गर्न चाहनुहुन्छ भने हामीलाई फाइनल टचलाई सम्पर्क गर्न सक्नुहुनेछ यो प्रतियोगितालाई सफल बनाउनका लागि सम्पन्न बनाउनका लागि सहज हिसाबमा सहयोग गर्नुहुने सहयोगी दाताहरू र सहयोगी मन हुने सम्पूर्ण व्यक्तिहरूलाई फेरि पनि धन्यवाद ज्ञापन गर्न चाहन्छु र आगामी दिनहरूमा पनि सहयोग गर्नुहुनेछ भने मेरो तर्फ र आयोजकको तर्फबाट अपेक्षा राख्नु भएको छ यो राम्रो पास बन्न सक्छ लेफ्ट ह्यान्ड साइडमा यो राम्रो कन्ट्रोल भने रहेन युवराज ढकाल राइट ह्यान्ड साइडबाट आफ्नो साथी खोज्ने क्रममा यो युवराजको गलत पास यो एमपीवाईसी का लागि केही अवसर बन्न सक्छ राइट ह्यान्ड साइडमा एमपीवाईसी एफसी केही गल्ती गर्न पुगे यहाँ जसमा 7 को पास केही खराब थियो र टच दिन पुगेका थिए यहाँ जित्न सफल युवराज ढकाल जिसम 5 आफ्नो साथी खोज्दै जस्ट नम्बर 7 राम्रो अवसर बन्न सक्छ यहाँ जस्ट नम्बर 2 का लागि यो उत्कृष्ट सेभ जस्ट नम्बर 15 का लागि खेलाडी परिवर्तन भएको छ रोयल नेपाल फुटसलका लागि गोलरक्षक जर्सी नम्बर 1 मैदान प्रवेश गर्नुभएको छ धन्यवाद समाप्ति भएको छ र खेलको तालिका पेनाल्टी सिटाउट मार्फत सम्पूर्ण म्याच जानकारी गर्न चाहन्छु खेलमा
दुवै पक्षबाट एक गोल फर्क हुँदाहरू पेनाल्टी सुटआउट मार्फत मोडिएको यहाँहरू सम्पूर्णमा जानकारी गर्न चाहन्छु धन्यवाद खेल पेनाल्टी सुटआउट मार्फत छुट्याइनेछ यो टोलीमा जो